यस कार्यक्रमका सभापति महोदय, हाम्रा अनन्य साथी अब्दुल करिमजी, हाम्रा केन्द्र शाखाका सल्लाहकारज्यूहरू, दोहा शाखा सबै शाखाका सभापतिज्यूहरू, यहाँ उपस्थिति हुनुभएका सम्पूर्ण साथीहरूमा न्यानो अभिवादन। जय घन्टी। आज हामी यो पर्पर आइल्यान्डमा प्रवास नेपाली सम्पर्क विभागले आयोजना गरेको बृहत वनभोज कार्यक्रममा उपस्थित भएका छौँ। यो भिड, यो वनभोज खान आएको भिड होइन, घुम्न आएको भिड होइन, यो देशको मायाले गर्दा एकजुट हुन आएको यो जनमानस हो। हामी प्रवासमा बसेर पनि देशलाई माया गर्छौँ, हामी यहाँबाट पनि एकजुट हुन्छौँ। तपाईँहरू त्यहाँ गर्नुहोस्, हामी यहाँबाट गर्न सक्ने काम हामी गर्छौँ भन्ने एउटा दरिलो सन्देश हो। त्यही कारणले गर्दाखेरि आज तपाईँहरू कोही नाइट ड्युटी गरेर, कोही ड्युटी छोडेर, कसैले ड्युटी हापेर, मेडिकल सिक लिएर, अनेक बहाना गरेर आज यसरी जनमानसहरू उपस्थिति हुनुभएको छ। यो देशको मायाले हो। देशको विकृति, विसङ्गति, विभिन्न कुराहरू देख्दै गर्दाखेरि तपाईँको मनले नमान्दाखेरि अब चाहिँ कसैले केही गर्छ कि त भनेर एउटा आशाले गर्दा तपाईँहरू यहाँ उपस्थिति हुनुभएको। यो समय एकदमै क्रिटिकल छ नेपालमा। जो चुनाव हुँदैछ त्यो चुनावको लागि पनि एउटा सन्देश हो, ती पुरानाहरूको लागि पनि सन्देश हो कि हामी प्रवासमा बसेर पनि हामीहरू सुतेका छैनौँ, हामी जागेकै छौँ। हामी राम्रोलाई छान्छौँ, तिमीहरू भ्रष्टहरूलाई फाल्छौ भन्ने एउटा सन्देश पनि हो। त्यही कारणले गर्दाखेरि तपाईँहरू आउनुभएको छ। अब के गर्ने भन्ने कुरामा अब हामी जो जान सक्छौँ, फागुन 21 गतेको लागि प्रवास नेपाली सम्पर्क विभागको प्रतिनिधित्व गर्दै, कतारको प्रतिनिधित्व गर्दै नेपाल जाउँ। जो जान सकिँदैन उहाँहरूले आफ्नो घरमा फोन गर्नु, छिमेकीलाई फोन गर्नुहोस्, आउने पल्ट त घन्टी नै बजाउने हो, त्यो गर्दा विकल्प छैन भन्ने कुरा गर्नुहोस्। यो सँगसँगै मैले एउटा सानो मान्छेको कहानी जोड्न चाहेँ। हामीहरू यसरी सङ्गठित हुँदैछौँ, हामीहरू एकअर्कामा गरेर प्रवास नेपाली सम्पर्क विभाग भनेर एउटा घन्टीमय बन्दैछौँ। तर यसै क्रममा मैले 2-4 दिन अगाडि एउटा यस्तो भाइ भेटाएँ जो डेलिभरी बोय गर्दै थियो। मेरो अफिसमा आयो र मेरो अफिस बोयले 2 रुपियाँ पैसा पुगेन। 2 रुपियाँ पैसा नपुग्दाखेरि उसले के भन्यो भन्दाखेरि, त्यो मधेस प्रदेशवाले, सर ठिकै छ तपाईँ नेपाल जान्छ, तर आउने चुनावमा चाहिँ तपाईँको तर्फबाट 2टा भोट हाल्नु लगाइदिनुहोस्, मलाई 2 रुपियाँ चाहिँदैन भन्यो। बुझ्नुभयो? 2 रुपियाँ चाहिँदैन, तपाईँ 2टा भोट हाल्दैनस्। अब बुझ्नुहोस्, तपाईँ हामी यसरी गर्दैछौँ, तर होइन, हामी भन्दा पनि धेरै गर्ने मान्छेहरू छन्। हामीले भेटेका छैनौँ, चिनेका छैनौँ। हामीले भन्दा धेरै गर्ने मान्छेहरू कतारमा, कुना काप्चामा छन्, जसलाई हामीले भेटेका छैनौँ। उहाँलाई यो सङ्गठनसँग मतलब छैन, तर उहाँलाई के छ, देश बदलिनुपर्छ, भोट घन्टीमा जानुपर्छ, आउने सरकार राष्ट्रपाको बन्नुपर्छ भन्ने उहाँहरूको एउटै मोटिभ छ। र त्यो डेलिभरी बोय प्रत्येक दिन 150 जनासँग भेट हुन्छ, कमसेकम 20-25 जना नेपाली छ, प्रत्येक दिन भेट हुन्छ। सोच्नुहोस्, त्यस्ता हजारौँ नेपालीहरू छन्। त्यसैले गर्दाखेरि हामीले के गर्न सक्छौँ भन्ने कुरामा तपाईँले सबैले बुझ्नुपर्छ। हामीहरू आएर यहाँ बसेर यो जुन एउटा जमात छ, जमातले एउटा सन्देश दिने हो, तर अरू विभिन्न साथीहरू तहमा हुन्छ। तपाईँहरू घरमा जानुहोस्, आफ्ना छरछिमेकीका घरमा फोन गर्नुहोस्। यहाँ भएका साथीहरू, क्याम्पमा धेरै साथीहरू हुन्छ, प्रत्येक साथीहरूसँग कुरा गर्नुहोस्, प्रत्येक 2-4 जना साथीसँग कुरा गर्नुहोस्। त्यो कुरा गर्नुभयो भने उहाँहरूले पनि बुझ्नुहुन्छ, धेरैलाई थाहा छैन, बुझाउनुको। त्यसैले गर्दाखेरि अब आसन्न निर्वाचन जुन छ, त्यो निर्वाचनमा हामीले के गर्न सक्छौँ भन्ने भूमिकामा ठुलो प्रश्न चिन्ह छ। त्यसैले गर्दाखेरि आज हामीहरू यहाँ जमात भएका छौँ। त्यसले एउटा सन्देश दिइसकेको छि, हामीले घन्टी बजाउँछौँ। म स्वयं जाँदैछु नेपाल फागुन 21 गतेको लागि। तपाईँ पनि सक्नुहुन्छ भने आउनुहोस्, नसके कमसेकम आफ्नो घरमा फोन गर्नुहोस्, छिमेकीलाई फोन गर्नुहोस्, आफन्तलाई फोन गर्नुहोस्। तपाईँको तर्फबाट 5 भोट हाल्न लाउनुहोस्। 2 लाख नेपाली, 3 लाख नेपाली, यहाँ 3 लाख नेपालीले 3 भोट हाल्न लगायो भने 9 लाख भोट आउँछ। सोच्नुहोस्, कतारबाट मात्रै 9 लाख भोट आउँदाखेरि देश काया पलट हुन्छ, पुराना सबै बढारिन्छन्। त्यही कारणले गर्दाखेरि अब हाम्रो एउटै मोटिभ छ,
प्रवास नेपाली सम्पर्क विभागमा सबैलाई स्वागत पनि गरियो। अब यो प्रवास नेपाली सम्पर्कको माध्यमबाट चाहिँ हामीहरू नेपाललाई सन्देश अलरेडी हरि ढकालले अलरेडी हामीलाई दिइसक्नुभएको छ, उहाँले अलरेडी केही कुरा राखिसक्नु भएको छ। त्यसैले गर्दाखेरि अबको हाम्रो भूमिका भनेको देशमा हुँदै गरेको चुनावको लक्षित गर्दै आफ्ना सामाजिक सञ्जालहरूबाट तपाईहरूले गर्न सक्ने यथाशक्ति कार्यहरू गर्नुहोला। हरेक भिडियोहरूलाई सेयर गरेर विभिन्न आफ्ना आफन्तलाई पुर्याएर आफ्ना आफन्तलाई फोन गरेर सामाजिक सञ्जालको उपयोग गर्नुहोला। मैले धेरै बोलिनँ त्यसको किनकि मेरा किचनको लागि पनि काम गर्ने म त थाहा छ तपाईँलाई, यो म्यानेजमेन्ट सबै मैले गर्दैछु। त्यसैले गर्दाखेरि तपाईँहरू धेरै समय लिन, त्यसैले गर्दाखेरि फेरि पनि भन्छु एकपल्ट जय घन्टी, जय घन्टी, धन्यवाद।